आज फागुन 26 गते मन्दिर शिलान्यास भइसकेपछिको यो अवस्था हो। यहाँ सरियाहरू पिल्लरका लागि त्यो सरिया त्यो बुन्ने काम भइरहेछ। अब यहाँ हामी हेर्न सक्छौँ। के गर्दैछन् त्यहाँ? खाने के काम भइरहेको छ? कति छ र खाना? पकाएर ल्याएको खानालाई के काम लाग्यो? आज 2080 चैत्र 16 गते को दिनसम्म आइपुग्दाखेरि मन्दिर निर्माणको कार्य यहाँसम्म आइपुगेको छ। हामी हेर्न सक्छौँ पिल्लरहरू सरियाहरू राखेर पिल्लर अब उठाउने कार्यहरू तल सिमेन्टेड गरेर अब यसरी कामहरू अगाडि बढ्दैछ। वैशाख 24 गते 2081 साल यो उत्तर पूर्वी कुनाबाट चाहिँ यो मन्दिर तिरुपति बालाजी धाम निर्माणाधीन जुन रहेको छ त्यसको चाहिँ यो उत्तर पूर्वी कुनाबाट लिएको तस्बिर हो। यतापट्टि ठुलो आज मिति 2081 साल जेठ 29 गते तिरुपति बालाजी धामको पछिल्लो अवस्था हामी हेर्न सक्छौँ। माटो पटानको काम जारी भइरहेको छ। तल बिम बान्ने काम पुरै सकिएर अब यहाँबाट चाहिँ त्यो बिमसम्म माथि अब यो माटो टनक्कै पाट्न पर्ने छ। आज 9 गते असार 9 गते 2081 असार 9 गते माटो पटानी पहिला पुरै खाली थियो। यहाँ हेर्नुहोस् वहाँसम्म चाहिँ माटो खाल्टो थियो। अहिले त्यो पुरै भरिँदै आएर यी पिल्लरहरू पुरै लगभग आधा पिल्लरहरू भरिन माटोले भरिन थाल्यो। सयौं टिप्पर माटो हाल्ने क्रम जारी छ। असारको 31 गते असारको अन्तिम दिन हो आज। हामी यो असारको 31 गतेको दिनको चाहिँ एउटा मन्दिरको अपडेट निर्माणाधीन तिरुपति बालाजी मन्दिर धामको यो पछिल्लो अपडेट यस्तो छ। यहाँ पानी जमेको थियो, अलि धेरै थियो। अहिले पानी अलिकति कम घटेको छ। पानी माटो पाटेकोमा चाहिँ मजाले पानी खाएको छ हामी हेर्न सक्छौँ। आज 2081 साल मङ्सिरको 9 गते तिरुपति बालाजी मन्दिर धाम निर्माणाधीन अवस्था यो अवस्थामा पुगेको छ। माटो पटान सकिएर अब यहाँ दिवालहरू उठ्न थालेका छन् हामी हेर्न सक्छौँ। नमस्कार, हामी यतिखेर यो तिरुपति बालाजी मन्दिर धाम निर्माण स्थलमा आइपुगेका छौँ। यहाँहरूले यो पार्श्वमा पछाडि दृश्यमा देखिरहनु भएको छ यो बन्दै गरेको यो ठुलो विशाल बिल्डिङ चाहिँ यो भगवान वेङ्कटेश भगवानको चाहिँ यो निर्माण बन्दै गरेको धाम हो, दिव्य धाम। यसलाई हामीले चाहिँ तिरुपति बालाजी मन्दिर धाम नेपालगञ्ज भनेर नामाकरण गरेका छौँ। र यहाँहरूले यो बोर्डमा पनि देखिरहनु भएको छ तिरुपति बालाजी मन्दिर धाम निर्माण स्थल हो। यो नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18 कारकाँदोमा यो बाबाकुटी भन्ने एउटा यो ठुलो पोखरी थियो। यहाँ यसमा यो माटो पटान गरेर निकै गहिरोबाट माटो पटान गरेर 10-12 फुट माटो पटान गरेर यो अवस्थामा हामी आइपुगेका छौँ। हामी यहाँहरूलाई यो बारेमा सरसर्ती यसको बारेमा छोटो दृश्यहरू यहाँ देखाउन गयो। यो नेपाल सरकार शहरी विकास मन्त्रालय केन्द्र सरकार मार्फत चाहिँ हामीलाई अहिले यो वर्ष चाहिँ आयोजना परेको छ। यसमा चाहिँ त्यसैमा काम हुँदैछ। यो पर्खाल लगाउने थप माटो पटान गर्ने कामहरू पनि यसै योजना अन्तर्गत परेको छ। त्यसको लागि यो अहिले 1 करोड रुपियाँ छुट्याइएकोमा 59,980.87 रुपियाँ चाहिँ त्यो टेन्डर यतिमा चाहिँ टेन्डर परेर त्यसैको काम प्राप्ति गणेश कन्स्ट्रक्सन नेपालगञ्ज 18ले द्वारा काम भइरहेको पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो अहिले हामीले देखिरहेको चाहिँ यो ग्राउन्ड फ्लोर यो भुइँतला हो। यो ठुलो विशाल यो हल रहेको छ यो भुइँतलामा। त्यसै गरी यो अहिले हामी यो गर्भगृह यही ठाउँमा चाहिँ भगवानको मुख्य मूर्ति विराजमान हुनेछ। हामी हेर्न सक्छौँ यो अलिकति देवाल लगाएर ढाकिएको छ। यहाँ माटो पटन गरिएको छ। माटो सबै भरेर त्यसमाथि भगवानलाई राख्ने काम रेडी।
हामी हेर्न सक्छौँ यो साइडमा यहाँ चाहिँ भगवानको मूर्ति विराजमान वेङ्कटेश भगवानको चाहिँ मूर्ति यो ठाउँमा विग्रह गरेर रहनेछ। त्यसकारणलाई यो माटो पटान गरेर भुइँदेखि नै माटो माथिसम्म पुर्याएर त्यहाँ माथि चाहिँ ढलान गरेर भगवानलाई राख्ने योजना रहेको छ। त्यही अनुसारको डिपिआरमा काम भइरहेको छ। हामी यो हेर्न सक्छौँ यो ग्राउन्ड फ्लोर हो, यो भुइँ तला हो। यस भुइँ तलामा ढलान गरेर यसभन्दा माथि अनि फेरि अर्को संरचना बन्नेछ। त्यस अनुसार चाहिँ यो काम भइरहेको छ। यो जङ्गल यो वनको क्षेत्रबाट चाहिँ हामी हेर्दाखेरि यो मन्दिरको अहिलेको संरचना यस्तो देखिन्छ। यो चाहिँ तपाईँको सम्पूर्ण पुष्करिणी तलाउ यहाँनिर छ, पोखरी छ, निकै सुन्दर ठाउँ छ। यतातिर हामी हेर्न सक्छौँ यो वन पनि हेर्न सक्छौँ। यो सुन्दर यो एउटा ध्यान केन्द्र बन्न सक्ने हामीले परिकल्पना गरेका छौँ। त्यसै गरी यहाँ धर्मशाला, त्यसै गरी गुरुकुल, गौशाला लगायतका विविध पक्षहरू छन्। त्यो गुरु योजना अन्तर्गत अन्य कामहरू बन्ने नै छन्। यो सबैको साथ सहयोग र समर्थन रह्यो भने चाहिँ हुनेछ भन्ने हामीले आशा लिएका छौँ। यो पश्चिम दिशातिरबाट हामीले यो दृश्य देखाइरहेका छौँ। हेर्न सक्छौँ यहाँहरूले हेर्न सक्नुहुन्छ यो अहिलेको अवस्था। त्यसै गरी यहाँ साना दुईवटा मन्दिर पनि छन्। यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ साना दुईवटा मन्दिर पनि छन्। भगवानको यो क्षेत्र यहाँबाट चाहिँ तपाईँको पर्खाल लागेर यो चाहिँ यो माटो पटानको काम पनि भइरहेको छ। यतातिर यो साइडमा अहिले तत्कालै भइरहेको काम निरन्तर रूपमा भइरहेको छ। यो माटो पाटेर अगाडिसम्म माटो पाट्ने हुन्छ र त्यहाँ अगाडि चाहिँ अर्को मुख्य चाहिँ तपाईँको मूलद्वार बन्ने पनि छ। त्यसको चाहिँ संरचना अझै बनिसकेको छैन। अनि यो मूल संरचनामै लागेका छौँ। अहिलेसम्म त्यो मुख्य मन्दिरमा लागेका छौँ। अनि सहायक मन्दिरहरू भगवानका मन्दिर पनि बन्ने क्रममै छन्। यो अहिले यतिखेर रोकिएको छ। यो काम कम्प्लिट भइसकेपछि ततिर सर्ने योजना हुनुपर्छ। अन्य दृश्यहरू चाहिँ माटो यो अहिले भर्खरै माटो पाटेको दृश्य हो। यो माटो पाटन भइरहेको छ। यहाँनिर यति गहिरो खाल्टो पनि छ। हेर्न सक्छौँ यो यति गहिरो खाल्टोबाट यो मन्दिर पनि यति नै गहिरो खाल्टोमा थियो। यति गहिरै खाल्टोबाट चाहिँ यो मन्दिर उठेर यहाँ आएको हो। पहिला यस्तै खाल्टोमा थियो यो मन्दिर। यसै गरी चाहिँ तलको काम भएको। यो मूल मन्दिरमा पनि यसै गरी भएको छ काम। तल त्यसरी चाहिँ तपाईँको पुटिन हालेर सबै टाइपिङ बाँधेर एकदम मजबुत र ठुलो भीमकाय संरचना हामी यो देख्न सक्छौँ। यसलाई ढलान भइसकेपछि यो दृश्य अझै भोलिका दिनमा हामी यहाँहरूमा राख्ने नै छौँ। यो अहिले तपाईँले देखिरहनु भएको, हजुरहरूले देखिरहनु भएको चाहिँ यो हल हो, विशाल हल हो। यो हामी हेर्न सक्छौँ। यहाँ त्यसैलाई चाहिँ तपाईँको यो अब ढलानको तयारीका लागि हामी यो ठाउँमा पुगेर हामी ढलान गर्नेछौँ। ढलानको अब सटरिङको काम चाहिँ यो प्रारम्भ हुने तर्खरमा छ। यो तल 10-12 फुट तलबाट चाहिँ यो यसरी उठेर आएको। यहाँ निकै गहिरो खाल्टो थियो। त्यहाँ तलाउ हामी हेर्न सक्छौँ। त्यहाँ तलाउ छ। यो तलाउकै त्यही लेभलमा थियो यो चाहिँ तपाईँको यो भुइँ। त्यसमा ती माटो पटान गरेर यहाँसम्म आएर यो तपाईँको बिम राखेर अब यहाँ ढलानको तयारमा छौँ। त्यसभन्दा माथि फेरि हाम्रो अर्को संरचना हुन्छ। त्यसपछि यो मन्दिरले पूर्णता पाउनेछ र त्यो त्यहाँनिर चाहिँ गेट हुनेछ। यो मन्दिरको एउटा मुख्य मन्दिरको चाहिँ गेट हो यहाँनिर हुन्छ। अनि यतापट्टि चाहिँ भगवानको गर्भगृह हुनेछ। त्यहाँ यो चाहिँ तपाईँको ठुलो हल हो। यो त्यसभन्दा माथि मन्दिर। अनि त्यसपछि यो अर्को पोखरीतिर पनि नजर लगाउँ एकचोटि। यो यतापट्टि चाहिँ पुष्करिणी पोखरी छ। भगवानको चाहिँ यो कुण्ड हुनेछ। यहाँ कुण्ड पोखरी हुनेछ। तिरुपति बालाजी मन्दिर धाममा पनि पुष्करिणी भनेर भनिएको छ। त्यो चाहिँ यो साइडमा हामीले गराउने परिकल्पना योजना गराएका छौँ। भने त्यतापट्टि पनि एउटा हाम्रो वन कुञ्ज रहेको छ। त्यसले चाहिँ एउटा चाहिँ ध्यान केन्द्र अथवा एउटा रमणीय चाहिँ ताप प्रदान गर्नेछ भन्ने हामीले आशा राखेका छौँ। त्यस कारण यो क्षेत्र विशेष गरी तिरुपति बालाजी मन्दिर धाम यसै क्षेत्रमा निर्माण हुँदै गरेको छ। सम्पूर्ण नेपालगञ्ज लगायत सम्पूर्ण सनातन धर्मावलम्बी महानुभावहरूले यसमा चाहिँ साथ दिनुभएको छ, माया गर्नुभएको छ, सपोर्ट गर्नुभएको छ। र आगामी दिनहरूमा पनि हामी यस्तै खालको सहयोग, साथ र समर्थनको चाहिँ अपेक्षा गर्छौँ, आशा गर्छौँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्दै अझै केही दृश्यहरू हामी यहाँहरूलाई देखाउनेछौँ। धन्यवाद।